त्यति डुबेर लाग्यो अहिले पनि त्यो ढुङ्गासम्म पानी छ हुनुपर्छ है त्यो त त्यो तान्नलाई पनि चाहियो नि त पानी त्यसले भएर होइन भित्र पाइप रहेछ नि त पाइप क्या खै के बढ्दै पर्ने त ल गाइस मैले यो चाहिँ बनाएको जस्तो यति हेर्नको लागि छ होइन यहाँ सुन्नु न पुलसम्म पुलसम्म गएर आउनु न सो गाइस हामी चाहिँ आज मर्निङ वाक आएको होइन आउनु त एभ्रिडे आउने हो अनि आज चाहिँ यता यो सिँचाइ यहाँनिर छ होइन उयो बनाउँदै थियो अनि त्यो हेर्नलाई पनि यसो आएको के कस्तो भएको छ भने कहीँ छैन अनि आज बिहानै उठियो 4 बजी उठियो 4 बजी हिँड्दा कता पुगेछ त्यतिखेर चाहिँ मैले चाहिँ गाइज होइन भिडियो बनाइनँ त्यतिखेर चाहिँ अलि अघि मात्रै भएको कारणले बनाइनँ भोलि बनाउला सो 2-3 घन्टा होला हिँडेको बस्दै पहिला आफ्नो मर्निङमा गएर आएर चाहिँ बसेर चिया खायो अनि तपाईँ यसो हेर्न भनेर आएको क्या गाइज होइन यो ठाउँको नाम चाहिँ म तपाईँहरूलाई पछि अर्को भिडियोमा भन्छु होइन सो यहाँ हेर्नुहोस् है यो चाहिँ अब झोलुङ्गे पुल नयाँ बन्दैछ गाइज हेर्नुहोस् होइन यस्तो छ यहाँनिर है यता गाउँ छ जस रमाइलो नै छ यहाँ पनि मकैबारीमा मकै लगाउँदैछन् होइन गाइज मेरो त्यहाँ साथीहरू आउँदै हुनुहुन्छ होइन 2 जना हुनुहुन्छ त्यहाँ विशालजी र हिमालजी हुनुहुन्छ हिमालजीको नि भ्लग एभ्रिडे बनाएर हाल्नुहुन्छ उहाँले भ्लग चाहिँ होइन हेर्नु होला म भ्लग यो मेरो आफूलाई हेर्नलाई पनि हो होइन तर म फेसबुकमा चाहिँ हाल्छु यो सबै आफै हाम्रो विशालजी जस्तै के अरे भिडियोग्राफर पनि आफै एडिटर पनि आफै डाइरेक्टर पनि आफै होइन रमाइलो भइरहेको छ चिलमा अब हामी चाहिँ यहाँबाट जानेछौँ अब हेर्दै जाउँ यो चाहिँ झोलुङ्गे पुल गाइस बाढी भन्दा पनि यो बागमती खोला हो सर आज माछा मार्न गइन्छ क्या बेलुका जाउँ सर बेलुका जे पर्नु पर्ला सक्नुहुन्छ होइन यसो उतापट्टि थियौँ यतापट्टि आयो